हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ भाइटिका हो नि त, अन्त सो सबैजनालाई ह्याप्पी भाइटिका। सामानहरू रेडी गर्नुपर्छ होइन। यहाँनिर चाहिँ सबै सामानहरू पनि रेडी भइसक्यो। पकाएको चाहिँ मैले देखाएन, तर अब अहिले चाहिँ फिलहाल चाहिँ सबै यस्तोहरू चाहिँ सबै रेडीहरू गरेर होइन यताउताहरू हुँदैछ हो। सो यहाँ चाहिँ रेडी हुँदैछ भन्दा चाहिँ मैले पुरा गीतको उयोसहरू बज्दै थियो, अन्त के भएर केही पनि नसुने थिएँ मैले बोलेको चाहिँ होइन। यस्तो भइरहेछ। सबैजनाको भाग चाहिँ टक्कै मिलाइदिइरहेको छु हामीले होइन। अन्त यहाँ चाहिँ मासुहरू छ, दुधहरू यहाँनिर रेडी पारेर यताउता गरेर अब चाहिँ के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर चाहिँ हामीले यताउता हेर्दै थियो। अन्त यहाँनिर चाहिँ फाइनली पानी छेक्दैछ बहिनीहरूले, दुईजनाले पानी र तेल तिनपल्ट घुम्छ नि त होइन। लास्टलाई हेरेर सक्यो। के हो लाभ यो चाहिँ उयो यहाँनिर चाहिँ अक्षताले पुस्दैछ। ओखर फुटाउनु गयो दुईजना, एकजनाले चाहिँ ओखर फुटाउँछ, एकजना चाहिँ त्यहाँ डाँडामा चढाउनु जाँदैछ हो। अन्त यो चाहिँ अब हाम्रो पाली। यहाँ चाहिँ हामी पानी छेक्दैछ तिनजनाले, तिनजना छ, तिनैजना यसलाई एकजनाले धुप, एकजनाले पानी, एकजनाले तेल गरेर तिनजनाले छेकेको हामीले चाहिँ। अन्त यस्तो गाजाङ गिजिङ त घर चाहिँ साह्रै सानो छ, त्यही भनेर चाहिँ गाजाङ गिजिङ भइदिइरहेको छ। यता र उता अक्षताहरू पुज्दैछ हामीले चाहिँ। पहिला आइज न तँ म गरौँ भन्दै थियो। अन्त फेरि दादाले चाहिँ यहाँनिर कन्फ्युज गर्यो। अनि फेरि अहिले चाहिँ पुजेर चाहिँ टक्कै पुजेर चाहिँ अब चढाउनु लाग्दै म पनि हो। नाना चाहिँ यहाँ ओखर फुटाउनु सक्दिनँ भनेर मैले चाहिँ नानालाई नै दिएँ। अन्त अब चाहिँ एउटा दिनु पर्छ त भन्दिनँ। टिका सिका लगाइदिँदैछौँ। अन्त मैले माथि राखेर चाहिँ भिडियो गरेको थिएँ कि, अन्त उयो भएछ हौ, माथि नानीहरूलाई चाहिँ देखेन रहेछ। अन्त देखाइदिएँ मैले यतातिर भनेर यस्तो यस्तो भनेर। नानीहरू चाहिँ यहाँतिर भुइँतिर थियो। जो लाक्पाहरू भन्दै थियो भाइ चाहिँ फेरि हो हामी ढोक्नुपर्ने हुन्छ। सो यहाँ चाहिँ ढोक्दैछु, नानाले ढोक्नु भयो, अब म ढोक्छु होइन। यसरी लाइनै ढोक्दै ढोक्दै त्यो तिनपल्ट ढोक्दै जाँदै हामी हो। नानीहरूलाई चाहिँ यहाँ टिका सिका लगाएर माला साला लगाएर पनि, माला लगाएको चाहिँ मैले भिडियो गर्नु बिर्सेछु होइन। अन्त सो खोइ भिडियो उयो के भन्छ अहिले चाहिँ फिलहाल टिका सिका लगाइसकेर पनि यतानिर खुवाइँदैछ खुवाइ। हामी चाहिँ टिका सिका पनि लगाइसकेँ भनेर चाहिँ हामी दुईजना चाहिँ यहाँ त्यहाँ मासु चबाउनु चाहिँ दिदीले चाहिँ नानाले चाहिँ होइन। दादाले चाहिँ अब लाग्दिनुपर्छ, खाना पनि खाइसकेँ ट्याम्मै भएँ भनेर चाहिँ जान आँटेको छ। सो अहिले फिलहाल चाहिँ हामी चाहिँ टिका सिका लगाएर खानासाना खाएर चाहिँ बाहिर यहाँनिर फोटो सेसन हुँदै थियो। तर अब त्यो फोटो सेसनमा चाहिँ अब मेरो फोनबाट फोटोहरू खिच्दै थिएँ, त्यही भएर चाहिँ हामीले चाहिँ मैले चाहिँ भिडियो गर्नु पाइनँ। सो आज खुसी पनि लागिरहेको छ सबैजनालाई भेटेर, दाजुभाइ दिदी बहिनी भेटहरू भयो नि त। सो आजको भिडियो चाहिँ यहीँसम्म हो। सबैजनाको घरतिर पनि यस्तै खुसियाली छाइरहोस् होइन। सो बाई बाई एभ्रिवान।
लाइक शेयर कमेन्ट पनि गरिदिनुहोस् होला। धन्यवाद, बाई बाई।